हेलो गाइज, यो चाहिँ कालो निग्रो भनिन्छ है। यो चाहिँ दबाई पनि भन्छ के अरे जिउ दुखेको होइन। अनि थुप्रै किसिमको दबाई भन्छ, तर यो चाहिँ मेरो फेभरेट हो। अनि आज चाहिँ आमाले पठाइदिनु भएको छ खोजेर हो। दामी लाग्छ यो चाहिँ, सेटिस एकदम फेभरेट डिस मेरो चाहिँ यो चाहिँ क्या। यो चाहिँ कालो निग्रो, यो चाहिँ न लेक न औल, बिचको भागमा चाहिँ हुन्छ यो चिज चाहिँ। औलमा पनि हुँदैन, लेकमा पनि हुँदैन हो। लेक र औल त्यो मिसिएको हुन्छ नि, के भन्छ त्यो ठिम्बर के भन्छ नि जग्गा हो, त्यस्तो जग्गामा चाहिँ यो दामी काली निग्रो हुन्छ है। अब यो 2 महिनासम्म चाहिँ पाउँछ यसलाई क्या। दामी हुन्छ खानु पनि हो, ओभर दामी हुन्छ। अनि शरीरको लागि पनि दामी हो यो चाहिँ हो। जिउहरू दुखेकोहरू के को चिजहरू दबाई रहेछ, दबाई हो कि यो चाहिँ। दामी फेभरेट मेरो चाहिँ यो। आमाले बिचारा पठाइदिनु भएको छ खोजेर हो। माथि बुरुल भन्ने जग्गामा मात्रै पाउँछ यो चाहिँ हो। म चाहिँ तल समुद्रमा बस्छु हो, यहाँ समुद्रमा पाउँदैन, बुरुलमा पाउँछ। त्यही कारण आमाले बिचार मन पराउँछ भनेर चाहिँ खोजेर पठाइदिनु भएको छ। ल साथी हो, तपाईँहरू पनि पायो भने खानुहोस्, यो दामी चिज हो है। सिजनको फल चाहिँ खानुपर्छ अरे भन्छ नि, समयको फल भन्छ नि। समयको फल चाहिँ खायो भने स्वास्थ्यलाई हानिकारक हुँदैन अरे क्या। ल गाइस।